छोरो मान्छेलाई सेतो फिला देख्नै नहुने, सेतो अङ्ग देख्नै नहुने, उनीहरू भित्रभित्र बलात्कार गरिसकेका हुन्छन्। अनि त्यो भैँसीको त सेतो फिला देखियो त के हो र बलात्कार गरे? के हो यार यस्तो केटा हो, अति आयो नि त यो चाहिँ यार। ल यार भैँसी जस्तो लागेको छ मेरो बुढीलाई पनि राङ्गोले त खेदिसक्यो भनेपछि। हो भाइ हो, यो घरको भैँसी हो, त जस्तो गोठमा नबसे पनि यो भैँसी नै हो है। अति गर्छन् केटाले, चान्स पाए छोड्दैनन् यार। मेरो जस्तै छ छैन चान्स पाए भने गर्छन् क्या, गर्छन् आन्टीहरूले गर्छन्। You are from Indonesia, you are from Kenya, yeah? So you will say in Nepali, you are very good. Okay, say Theo. लु केटोले कस्तो के सिकाएको यार त? अर्काको बुढालाई बोलाउने सुताउने, अझ के भन्छ सुत्नु त सँगै सुतेको, त्यस्तो नराम्रो काम चाहिँ भएको छैन। छोरा मान्छेले छोड्छ? अति यार अति, केटाहरूले चाहिँ गर्छ एडिटिङ चाहिँ। फिलिङै नआउने मान्छे म कसरी जिन्दगी जान्छ लु भन्नु त तपाईहरुले। 7 दिनको त फिलिङ आएन? त्यस्तो केही थिएन हामी। 7 दिनसम्म बस्न आएको छैन फिलिङ आएन? लप्प गरेको त खै के हो अब बोल्छ होइन के हो मलाई त घरकाहरूले रङ्गन छैन ढङ्गन छैन, आता घरमा गयो भने के गरी खान्छौ भन्छ। त्यसैले म अर्का घरमा पनि जान्न, बरु यसरी कोडाली खनेर खान्छु। मेरो बाउ आमाकै घरमा किन जानु अर्काको घरमा, आफ्नै घरमा बसी बसी खानु नि। जिन्दगीले कहाँ पुर्यायो। अति कमेडी, यो कान्छीले कमेडी चाहिँ अति नै गर्छ नि। स्वस्तिका मलाई भेट्न आउला हुन्छ? कडा पो दियो त यार, फुच्चेसँग कला चाहिँ कडा रहेछ है, सिटी बजाएर पठाइदिने भयो। यदि मनमा माया नै थिएन भनेपछि मेरो अघि आएर अति गर्छ यार, टिकटले हँसाएर छोड्यो यार। विदेशमा आफन्त अमेरिका, कोरिया, लास्ट father is the Denver. They want to challenge us now, fight. आमा त विदेशमा भएछ इङ्ग्लिस त पढेर। हिजोको नयाँ डान्स हो हेर्नुहोस्, के हो यस्तो डान्स? भाइरल डान्स डान्स त कडामा आयो तर उठाउने डान्स के हो? के यार यस्तो? डान्स फेरि कडा छ यार, कुन डान्स हो यो? अब यति भर्खरको कलिली छु, भर्खर 51 वर्षको हुँदैछु। अनि यता मेरो दिलो उता मेरो लाउरे, अनि यो थोते दाँतले बिचको भने त यो भर्खरको जिन्दगी कहाँ लगेर फ्याल्नु हौ? दाँत त म जसरी भए पनि लगाउँछु, लगाएरै छाड्छु। मेरो दिलुले यो रूप दिएको तर अस्ति त देखेको छ। अब माइली तँ मसँग भड्किन्छ होला सायद, दाँतलाई डाल्छु कसैले भड्किन्छ, ऊ भड्कोस् यता मेरो लाउरे छँदैछ नि। मैले त टेक्ने लाउरो समाउने हाँगा दुइटै बनाएको छु। दुइटै बनाएको छु अरे। यत्रो भिडियो हालेको छु तपाईलाई मेन्सन गरेर भिडियोमा कमेन्ट गर्नु पर्दैन? यत्रो मैले भिडियो हालेको छु कमेन्ट गर्नु पर्दैन? अरूको भिडियोमा त वाउ नाइस ब्युटिफुल भन्दै गर्नुहुन्छ त, मैले हेरेको छु त कति।
म गएको छुइनँ टिकट हेरेको छु अनि मेरो चाहिँ किन हेर्नुहुन्न त भन्नु त कसरी हेर्नुहुन्न अहिले सुन टिकट कसरी छैन अहिले एकछिन दिउँसो हेरेको कमेन्ट गर्दाखेरि के तपाईको साथीहरुले देख्छ भनेर मूर्ति बुढाले के गर्ने र कसरी चल्ने भन्नु अरे त्यो भिडियोमा गएर कमेन्ट गर्नु है जे गर्दा पनि मैले भन्नुपर्छ मेरो बर्थडे विश गर्ने बेलामा पनि फेसबुकमा आफैले फोटो हाल्नु पर्छ भिडियोमा कमेन्ट पनि बुढाको आइडी खोलेर आफैले गर्नुपर्छ बुढाको आइडीमा भिडियो हाल्नु पनि आफैले आइडी खोलेर हाल्नुपर्छ त्यहाँ भिडियोमा गएर कमेन्ट गर्नु है छिटो के हो यार यस्तो अनि पो अरूले आँखा लाउँदैन त यति राम्री बुढीलाई हत्ते यार हत्ते हँसाउनु पनि लास्ट यार के यहाँ सुन अरे इज्जतले बोल्ने सुन भन उसले चाहिँ भन भन्नुहुने ल सुन यो चाडपर्व भनेको त समयमा मनाएको राम्रो नि है अब तीज आउन कति दिन बाँकी छ अहिलेदेखि दर भनेर घरै छोडेर हिँड्न हुन्छ दरको नाममा घर छोड्न हुन्छ भने अनि फेरि यो दर खाने बाहनामा के सुन यहाँ दर खाने बाहनामा यो के खाएर आएको यो यस्तो खानु हुन्छ त्यहाँ माथि खाएर स्कुटी चलाएछ मापसे पर्दैन के गरे ए उनीहरूले चाहिँ साथी भेट्यो भन्यो खायो विकेन्ड भन्यो खायो छुट्टी भन्यो खाना हुने हाम्रो चाहिँ वर्षमा एकचोटि आउने तीज मनाउन नहुने ए संस्कृतिविदहरू तपाईहरू कहाँ हुनुहुन्छ भने के मेरो घरमा आपत परिसक्यो के अब यो कस्तो खालको तीज हो के यो यहाँ खाएर तीज हुन्छ व्रत बस्ने भने के खाएको यो यसरी खाएर आउँदाखेरि स्कुटी चलाउँदा मापसे चेक गरेन गर्दैन तिमीहरूको सङ्गतले गर्दाखेरि मापसेमा कसरी बच्ने भन्ने तरिका पनि आउँछ हामीलाई नखाएकोलाई अगाडि हाल्यो आफू पछाडि बसेर आयो सक्यो यसले धेरै चिज सकाउँछ जस्तो छ धेरै चिज सकाउँछ ओके साथीहरू कस्तो लाग्यो त तपाईँलाई कमेडी कलेक्सन पक्कै पनि भिडियो हेरेर रमाइलो भयो होला भन्ने आशा छ साथीहरू भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस् सल्लाह सुझाव केही छन् भने कमेन्टमा लेख्नुहोस् अनि आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् उनीहरूलाई पनि देखाउनुहोस् हँसाउनुहोस् भन्दै यो भिडियोबाट म बिदा लिन्छु हस्त नमस्ते गुड बाई